ब्लग नाइट ब्लगहरू चाहिँ रेकर्ड हुँदैछ। वेलकम टु माई ब्लग गाइज, न्यू डे न्यू ब्लग। ला गेटै खोलेको यार, खिर्छ यतिकोमा। बुद्धिमा हाल्यो नि यार, लोद्दो लाग्यो यार, स्क्रैच भयो यार। वेलकम टु माई ब्लग रेडी हो सबैजना। होप यु गाइज आर फाइन। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु। थाहा छैन भिडियो कस्तो आइरहेको छ। यो चाहिँ मेरो नाइट ब्लग हो है, फर्स्ट नाइट ब्लग। आज बिहिबारको दिन यस्तै रातिको 7 बजेको होला अहिले होइन। अनि अहिले चाहिँ म कहाँ जाँदैछु भने अहिले भन्छु गाइस। अहिले चाहिँ म फेमस पुल जाँदैछु, हाम्रो बानेश्वरको लाइटनिङ पुल के भन्छ त्यसको नाम, मैले राखिदिएको नाम चाहिँ लाइटनिङ पुल हो है। अब त्यसको रियल नेम चाहिँ के हो थाहा छैन। पुरै लाइटहरू बालेको हुन्छ क्या पुलमा, झिलिमिली। अहिले गएर हेरौँला नि के हो होइन फुल नाम। फर्स्ट नाइट ब्लग है। अनि त्यता यसो थमेल पनि घुमेर आउनु पऱ्यो, थमेलको नाइट भ्यू हेरेर आउनु पऱ्यो भनेर नि। गाइस 3 जना एउटा स्कुटरमा छ यार। भिडियो कस्तो आइरहेछ यार, अहिले त्यहीँ गएर हेर्नु पऱ्यो। भिडियो राम्रो आएको छ भने ठिकै छ, घुमौँला थमेल। भिडियो राम्रो छैन भने त अब केही थमेल पनि घुम्ने यार होइन। क्वालिटी नै राम्रो छैन भने के मतलबै हुँदैन। तर हुनु त थमेल त झिलिमिली हुन्छ, यस्तो मजाको त हुँदैन नि त थमेल। आँखामा धुलो पस्यो यार, जस्तो गाडीले धुलो उडाउँदै गयो। लगाइदिनु पर्यो। चिसो छ काठमाडौँमा चाहिँ अहिले, जाडो छ। मेरो पनि ठाडो छ कपाल। टाइम कति छ यार, घरतिर आइदिन्छु क्या हो। घुमेर आउँछु म। बाइकै रोक्यो यार, अगाडि गएर के चलाउनु, काम सकिनु मात्रै देखाउनु हिँडेको छ। मनमा लागेको कुरा त भनिदिनु हो त गाइस। अनि डोन्ट फर्गेट टु लाइक, शेयर, सब्सक्राइब गाइस है। लाइक, शेयर, कमेन्ट, सब्सक्राइब चाहिँ गर्नु होला। सिधै आउँछ त यार, हान्नुलाई जस्तो गरेर। फेरि हान्ने चाहिँ होइन है। यस्तै छ नाइट भ्यू।
माडोलको नाइट भ्यू हो है। दामी छ रस कुदाउनु पर्यो यार, अब भएन यसरी त। यो चाहिँ V4 सिल्भर कलरमा, सिल्भर एडिसनमा, सिल्भर यस्तो जाम हुन्छ रात परेपछि। यो बाटो लास्टै जाम के राति चाहिँ के। रा भनेको कहाँ हो गाइस? रा 727 कति हो? 279 कति हो? ए 87 7287 रा भनेको चाहिँ कहाँ हो? This is fucking Gorko guys, Gorkoदेखि म चाहिँ यता जाँदैछु है, कोटेश्वरतिर। यो चाहिँ रिङ रोडको के भन्छ, रिङ रोडको नाइट भ्यू हो है। कस्तो लागिरहेछ यार, राति भ्लग गर्दै हिँड्नु। जसरी उडाइरहेको छु सागार रेलमा पनि। लास्टै जाम छ यार। के हो यस्तो जता तता यार। 6 बोकेर म त जान्थेँ यार, आफ्नो यहाँ 6 नभएको बेलामा। कोटेश्वरको जाम हो, एकदम जाम छ कोटेश्वरमा।
गाडीहरू जाँदो रहेछ यार। मामा 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 गाइस मामा अगाडि मामा छ। मामा अनि अगाडिको गाडी आमा। जानुपर्ने मलाई फेरि यस्तो ठाउँमा लास्टै गिद्दी लाग्छ क्या जाम जस्तो ठाउँमा नि बस्नु। एउटा कुदाउनु मात्र मजा आउँछ, चिन्ने यसरी बस्ने भने त म चाहिँ साइकल किनेर बसिहाल्छ नि म चाहिँ। यस्तो जानुपर्ने गाडी छ भनेर हो गाइस। आज किन यस्तो जाम यार, अरू बेला यस्तो जाम हुँदैन त यार। बुद्धि बाटो छ म चाहिँ फेरि पर्खिनु मन लाग्दैन है गाई चार उडाइदिनु मन लागिहाल्छ क्या। चक्का दामी चिप्ले यार अघि त यार। यही बाटो त जान्छ नि बानेश्वर होइन र? हो गाइस यही बाटो हो, बानेश्वर जाने बाटो हो। मास्कले लास्टै गाह्रो भइरहेछ क्या यो मुजी हेलमेटले नि। हेलमेट पनि गेडा जस्तो छैन। खुल्यो लेट्स गो गाइस लेट्स गो। Two 31. Seven, 6, 5, 4, 3, 2, 1. Let's go. This is the
यार त धेरै हतारे यार म यार। एभरेस्ट हस्पिटल गएर चेकअप गराउने क्या हो, मलाई किन यस्तो हतार भएको भनेर। ओ यो पुल हो क्या गाइस, मैले भनेको चाहिँ आयो पुल आयो बानेश्वरको यो पुल। यो भ्लग चाहिँ यस्तै भयो है, अब यस्तै भयो भ्लग। के गर्नु हो आम्बो यार, गाडी पो कुद्नु थालेछ त यार। यार भरे चाहिँ हुन्छ होला खाली यार, गाडी पो कुद्नु थालेछ त, बिजी गर्छ नि यार। फोटो खिच्नै पाइएन नि त नि। ल अब फोटो गोली मार गाइस। यो चाहिँ अप्ठ्यारो भएको नर्भस भयो यार गाइस म यार, धेरै दिन पछाडि। नाइट राइडमा निस्केर यार, आफ्टर लङ टाइम राइड के भन्छ नाइट राइडमा निस्केको नि त म, त्यही भएर नर्भस भयो क्या म। राइट अगाडि चाहिँ टमाटरको गाडी छ है, कता कुदा भन्दैछ कि के हो, कुदाउनु त कुदाउने कि तर ओभर यो भयो क्या घाँटी। घाँटी लास्टै के भन्छ, धेरै राइड गरेर घाँटी नै खुम्चिसक्यो क्या, घाँड खुम्चिसक्यो, घाँटी खुम्चिसक्यो, के भन्नु। यो चाहिँ माइती घर, अहिले म माइती घरमा छु गाइस। अब यताबाट एक राउन्ड थमेल गएर आउने होइन। छैन अनि यत्रो हिँडेको डुलेको छैन, बाइकको बाइक उडेको मात्रै छु यार। जिउ दुखिहाल्छ नि भन्नाले जिउ ब्यालेन्सै छैन जस्तो के हुन्छ नि।
अन्त धरहरा है अगाडिको सेतो टावर, धरहरा टावर। यहाँ पनि डिभाइडर हालेछ यार गाइस यार, पनि थिएन नि डिभाइडर यार, अहिले हालेछ डिभाइडर। यो चाहिँ धरहरा हो। रत्न पार्क जाने हो इमाडोल राजवास शान्तिनगर जाने हो। राजवास शान्तिनगर, सुनसरी, कोशी, बोराबाद। थमेल कता हो? सिधै हो त थमेल यार। यताबाट बसन्तपुर जान्छ गाइस, थमेल यताबाट जान्छ। म थमेल जान्छु अब। थमेलमा यस्तो पिक्सहरू हेरेर आउँछु। अरे यो चाहिँ भद्रकाली मन्दिर, जय भद्रकाली। कस्तो म लास्टै अल्मलिन्छ यार यो गाडीहरू देखेर यार। मिलेको रहेछ यार। यो बाटो चाहिँ असन जान्छ है, असन। यो बाटो चाहिँ थमेल जान्छ गाइस। यहाँबाट होइन, अगाडिबाट लेफ्ट लिनुपर्छ मेन थमेल जानुको लागि। यस्तै छ गाइस काठमाडौँ। थमेल जान्छ गाइस। यसो थमेल घुम्दिउँ न होइन। This is Thamel Bazar. हावामा थमेल घुम्यो आज। रोड observation video guys, road observation video.
तिर्सरा क्लब खै त नि यार भ्लगहरूमा त अरूको भ्लगहरूमा त फाइटिङ देखिन्छ त यार अन्त छैन त नि अनि अहिले त छैन त त्यस्तो केही पनि के भन्छ चलबलै छैन त तिर्सरा क्लब त आइयो अब अरू कुन क्लब छ काठमाडौँ ग्रिल गोर्खाली रेस्टुरेन्ट थमेल पनि घुम्दैछु है गाइस म चाहिँ अहिले थमेल घुम्दैछु है छो क्लब अरे छो क्लब अब कता यता हो तलतिर ए यो ठाउँ हो यताबाट होइन म यतैबाट जान्छु फेरि अझै थमेल घुम्नै पुगेको छैन मलाई थमेल थमेलको जाम काठमाडौँ गेस्ट हाउस अरे यो रेडीलाई त अघि भर्खर देखेको त मैले अनि कताबाट आएको म अब यता हो थमेल पनि घुम्यो गाइस जाऊ घुमाउन मलाई थमेल बजार वान वे हो कि टु वे हो त वान वे हो यार अन्त तिमी जाँदैन होला यार कि जान्छ हौ वान वे हो कि टु वे हो यो बाटो यार वान वे हो कि टु वे हो यो बाटो वान वे हो कि टु वे हो वान वे हो कि टु वे हो बाटो वान वे रहेछ भाइ वान वे जानु हुँदैन अबे आज त के हो यार थमेल घुमैछु त यार म त अब थमेल घुमैछु त यार आज
झमेल पनि 2 राउन्डै हान्यो आज। एभरेस्ट ट्याटु इन्क मुजी ट्याटु हान्न आउँछु म पछि। यिनीहरूले त राइट। अब म चाहिँ यताबाट ठक्कसँगले लेफ्ट दिनुपर्ने हुन्छ है। झमेल पनि घुमिसक्यो है। यताबाट लेफ्ट लिन्छु। अब बिस्तारै आरामले नाइट होइन राइड गर्दै जाने हो। अस्ति एक्सपोल्टकै यो अहिले भर्खर गयो नि बाइक केटा हो, मेरो अगाडि लाइभ एक्सिडेन्ट भएको के। सिङ्गलै थियो होइन, सिङ्गल त अब एक्सपोल्ट भनेको त अफ रोड हो नि त, यस्तोमा त फेरि हुन्छ नि त एक्सपोल्टको। हाइवेतिर त अब यो बाइक हो, यस्तो बाइकहरू हो दामी हुने भनेको होइन। अनि स्पिडमा आउँदै थियो, अगाडिबाट पनि गाडी आएर अगाडिबाट गाडी आएर टर्न लिँदै थियो। त्यो अब यही म जस्तो लेनमा थियो होइन। अनि अगाडिको गाडी चाहिँ यता टर्न लिँदै थियो, ड्याङ ड्याङ बुङबुङ भयो नि आँखा गाडी के। तर त्यतिखेर चाहिँ मैले गोप्रो बोकेको थिइनँ नि त, त्यही भएर गाडी क्लासिक बुफेट। गाडीहरू दामी दामी छ यार यतातिर यार। मैले एउटा यस्तै गाडी किन्छु यार म पनि यार। पुरा खालको RC 400 रहेछ यार। एक्सचेन्ज गरिदिनु चाहिँ हो। यो बाटो कहाँ जान्छ थाहा छैन गाइड होइन। अब म चाहिँ यत्तिकै हावामा हिँडिरहेको छु। यो बाटो कहाँ निस्किन्छ थाहा नै छैन मलाई। यताबाट हो जाने बाटो यार, यही बाटो होला। अगाडि दामी कार छ नि त सायद इभी होला यार। इभी क्रस फेरि हो झिनिक्क अरे।
अब यो ठाउँ कहाँ हो थाहा छैन मलाई, सोध्नु पर्यो मान्छेलाई। ओ अङ्कल, ओ हेलो बहिनी, यो बाटो कहाँ निस्किन्छ? परप्रकार हो? ए परप्रकार भन्नाले कता? होइन, परप्रकार काठमाडौँ हो कि ललितपुर हो? काठमाडौँ। रिङ रोड निस्किँदैन? रिङ रोड कतै ललितपुर जाने, गरखु जाने बाटो हो र? हस् गाइस, थाहा छैन अरे बहिनीलाई पनि। ए अब यो थाहा भयो ल, बल्ल पुल थाहा भयो। यो बाटो त आएको त नि म पहिला पनि यार। यो बाटो कहाँ निस्किन्छ भने ठक्कसँगले एकछिन ल, यो बाटो ठ्याक्क कुपनडोल निस्किन्छ यार साथी। कुपनडोलको बाटो निस्किन्छ यार यो बाटो। आई एम लस्ट गाइस, म हराएँ। म भन्छु नि कुपनडोल निस्किन्छ भनेर, ठ्याक्क कुपनडोल निस्केँ म। कुपनडोल आएँ, निस्केँ होइन आएँ। सरी गाइस, सरी फर माई के भन्छ, सरी फर माई कम्युनिकेसन। आई हेभ फकिङ ब्याड कम्युनिकेसन। खोला पो आयो त यार। खोला तिरै तिर, चौतारी र भिरै भिर, मनमा छ तिरै तिर भन्ने कसलाई बलिरहनु है तिमी। पूर्णिमाको जुन जय, यात्रा हाम्रो यही नै टुङ्गिन्छ कि कसो गाइने दाई। अब चाहिँ कता हो? यता हो? यो बाटो पनि होइन साह्रै। मान्छे हराएको सूचना, 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 सूचना। म हराएँ काठमाडौँमा मुजी। कता पुगे मुजी, धमेलबाट घुमेर आएको। सूचना, सूचना, सूचना। इमाडोल पनि होइन रहेछ यार यो यार। ए इमाडोल अरे कुपनडोल। यो बाटो लेफ्ट
म हराउँछु म चाहिँ काठमाडौँमा यार काठमाडौँ खाइसकेको हो मैले घुमेर होला गाइस अब यहाँबाट यता गयो भने फेरि उता काठमाडौँ नै पुग्छ होइन यताबाट अब कुबन्डोल पुग्छ गाइस ए कुबन्डोल पुग्छ भनेछु यार अब पाटन दरबार हुँदै जाने हो गाइस कॉन्फिडेंट यार पार्सल पठाऊ पार्सल पठाऊ हालिदिनु पर्छ क्या यार म्याच पार्सल यस्तै पार्सलमा रे ठक्कसँगले होइन झम्कर्दै अनि पैसिफिक क्लिनिक यो चाहिँ कुबन्डोल हो गाइस है एक राउन्ड हाने मैले आज साँझको बेलामा यो चेम्बाले पर्खेको नै हुन्छ साँझको बेलामा यो चेम्बाले पर्खेको नै हुन्छ बनी बाटो छोडेको तिमीलाई आज भोलिपल्ट बनी भेटिन्छ जानु पर्यो यार कसैसँगले बल्ली हुँदै जानु पर्यो यार साँझको बेलामा यो तिमीले पर्खेको नै हो नि त तिमीलाई आज भोलि बोनी भेटिन्छ
चाहिँ पाटन दरबार स्क्वायर गाइस, पाटन ढोका है। यता चाहिँ पाटन क्याम्पस छ है। पहिला म यहीँ बसेको हो, तर मुजी फेरि चढ्दैको। आज त थमेलदेखि लिएर के भन्छ झिलिमिली पुलदेखि लिएर थमेलदेखि लिएर पाटन सब घुमे त यार म त यार। ओ इन्द्र दाई आजको बेलामा यो चेन्दाले कसैको नै हुने त तिमीलाई। गणेश मन्दिर म बसेको चाहिँ पहिला यही हो, यहीँ हो। यसलाई भन्छ न्याखा चोक। म चाहिँ अहिले काठमाडौँ ललितपुरमा छु, पाटनमा है। याद ताजा भयो यार। यहाँबाट राइट यहाँबाट अब पाटन निस्किने होइन। यार छानेका हुन्छ यार। अब अर्को ठाउँमा चाहिँ देख्यो भने स्टल होइन, छान्नु पर्यो। कतिहाल्यो के गर्छ। फेरि घुमेर जाने बानी छैन मेरो। अघि आएको गाइस यहाँनिर दिउँसो, फेरि बेलुका पनि आइयो। दिउँसो बेलुका दिन रात। राति चाहिँ फेरि यस्तो देखिन्छ है गाइस पाटन यार। फेरि त बबाल। दामी दामी देखिन्छ राति चाहिँ। बेलामा यो चेन्दाले कसैको नै हुन्छ तिमीलाई। पाटन नघुम्ने, अघि दिउँसै घुमेको पाटन, राति घन्टा खानु घुम्नु। अब गएर सुत्दिने हो मुजीतिर पढेर। बुद्ध भगवान छ गाइस यहाँ चाहिँ। मूर्ति स्ट्याचु भनेको मूर्ति मात्रै, बुद्ध भगवान होइन नि फेरि।
भएको छैन गाइस। लाइक सेयर कमेन्ट सब्सक्राइब हानिदिनु होला गाइस। मन परेको छ भने मन पर्यो भने लाइक सेयर सब्सक्राइब कमेन्ट। के बोल्ने के गाइस यार, के बोल्ने गाइस। व्हाट इज के अरे के बोल्ने भनेको के। के बोल्ने अब खै गाइस। होप यु गाइस आर फाइन, आई एम अल्सो फाइन है। अनि सन्चै हुनुहुन्छ होला तपाईँहरू पनि, म पनि सन्चै छु। अनि अहिले चाहिँ म घर फर्किसकेँ होइन, अन द वे बाटोमा छु। भिडियो मन पर्यो भने लाइक सेयर कमेन्ट गरिदिनुहोस् होइन। अनि बेल आइकन पनि थिच्नुहोस् सबैभन्दा पहिले मेरो भिडियो हेर्नेको लागि है। ट्याक्सीले बाटो काटो अगाडि, ओ नजा भन्दैछ क्या हो ट्याक्सीले पनि यार। घर यार हेर गिटार बिग्रियो अरे, गियर बिग्रियो। हो नि त